नमस्ते गाइस, हाम्रो चाहिँ यस्तै छ हो। हामी चाहिँ दार्जिलिङको तक्लिङ भन्ने गाउँबाट छु है। विशेष गरी हाम्रो गाउँतिर चाहिँ विशेष हरियो परियो एकदमै बेसी मात्रामा हुन्छ, साग सब्जी। अहिले चाहिँ हाम्रोमा भर्खरै निस्किँदै गरेको चाहिँ यही हो, तने बढी निस्किँदैछ साग सब्जीहरूले बारीमा। र अरू कुरोहरू फलफुलहरू पनि छ, खोर्सानीहरू छ। हिजो टिपेको भए त आज लान्थ्यो। हिजो टिप्नु भएको भए चाहिँ आज लगिहाल्नुहुन्थ्यो व्यापारीले। हाम्रो अलिकति हिजो काम थुप्रो नि त, भ्याउनु सकेन हो। त्यसैले गर्दा आज टिपेर भोलि लानुहुन्छ। आज टिपेर बिठा बनाउनु हुँदैछ। यस्तो बिठा बिठा बनाएपछि यो चाहिँ व्यापारीले सजिलो लानुहुन्छ। यो चाहिँ पाकेर अलिक मेच्योर भइगएछ कि बेसी। यो खाने छ सब्जी खानेलाई, सब्जी खानु लतक्क परेको मजाको लसैलो हुन्छ नि त है। यो चाहिँ मिठो हुन्छ। उपर सँगसँगै हाम्रो उपर सानो कान्छी मैचाङ चाहिँ उयोहरू पिङ खेल्छ। बिरालो चाहिँ के भएको रुखमा लुगामा झुन्दै पिङ खेल्छ। मालिक नि छ। यो चाहिँ क्या पाकेको छ। हजुर, छिमेकीले कमेन्ट गरेर आउँदा हुन्छ बुहारी खाल। कमेन्टमा भन्नु पर्यो नि त है। खाने जति चाहिँ कमेन्टमा भन्नु पर्यो नि त। पल्लोपट्टिको बुहारीहरू हाम्रो पनि गाउँले बुहारीहरू है। कमेन्टमा भन्नु पर्यो। खानुहुन्छ भने चाहिँ मलाई पनि दिनुहोस् है भनेर चाहिँ कमेन्टमा भन्नु पर्यो नि त। आइहाल्नु हुन्छ। धन्यवाद छ प्रभु, यसरी तपाईँको छोराछोरीलाई आशिष दिनुभएको छ। र मेरो सानो छोराले आज फेरि एउटा रङ्गीत चामल बोकेर आएछ। साथसाथै है देखाउँदैछु ल, सब्जी चाहिँ घरको हो। अनि यहाँ बाबु हाम्रो आपाले चाहिँ हेरिराख्नु भएको छ। के हेर्नु? यहाँ हेर्नुहोस् न, सानो केटाले नि धेरै प्रभुको आशिष पाउनु भएको छ अहिले। यहाँ हेर्नुहोस् त, बन्दाकोपी ल्याउनु भएछ। हेर्नुहोस् न हो, यो लौका हो, बारीमा ल्याउनु अल्छी गर्छ हो, किनेर ल्याउँछ। टमाटर ल्याएछ, लसुन है, मल्ली के अरे रम्बीको यो उयो पनि ल्याएछ, मसरुम है। एउटा हो त्यसरी खोलेको जहिले डोरी है। घरमा यति रेखदेख गरेँ काफी नि मलाई होइन। यो भुँडी भर्नैपर्छ हो, सब्जी नभएको बेलामा मसरुम ल्याएछ है। यहाँ हेर्नुहोस् त। धन्यवाद छ प्रभु, तपाईँको छोराछोरीले धेरैभन्दा धेरै आशिष दिनुहोस् अझै है। म प्रभुलाई धन्यवाद दिन्छु होइन, परमेश्वरलाई धन्यवाद दिँदै। आज सब्जी चाहिँ भेराइटीको खाने भयो। मसरुम खाने कि म चाहिँ अब योबाट चाहिँ के सोच्दैछु थाहा छ? लौका खाने कि त्यो खाने कि होइन। खानेको मात्रै टेन्सन नमान्नुहोस्। सुन मेरो कुरा राम्ररी सुन। खानेको कुरा मात्रै टेन्सन नगर। अब चाहिँ छोराछोरीलाई ज्ञान बुद्धि पस्दै गएछ। अब सोच भएछ। अब हामी आमा बाउ दिनदिनै के भन्छ बुढेसकाल पुग्दै गयो होइन। अब बुढेसकालको उमेर हुँदै गयो। अन्त अब हुनु त म एउटा कुरा भन्छु, म पहिला यहाँ छुटेर बस्दाखेरि हो 20 वर्षको उमेरमा म यहाँ छुटेर बसेको। यहाँ मेरो म सानो झुप्रे सिरुको घरमा बस्नु परेको थियो। प्रभुको आशिष हो, प्रभुले मलाई सहायता गर्नुभयो होइन। म पहिला यहाँ मेरो एउटा इतिहास छ, छुट्टै इतिहास छ। मेरो इतिहास बतायो भने नि तपाईँहरू आँखाबाट दूर आँसु हाल्छ मेरो दर्शक बिन्दुहरू कि मेरो फ्रेन्ड्स फलोवर्सहरू चाहिँ। मेरो दर्शक बिन्दुहरूलाई मैले सुनाएँ भने नि दर्शक बिन्दुहरू चाहिँ साँच्चै नै दूर दूर हुन्छ होला। किन मेरो म त तपाईँको नि सुन्नुहोस्, म त नि सुन्नुहोस् न, म त नि एउटा यो तपाईँको एउटा पिक्चर खेलेर पनि मेरो एउटा स्टोरी पुरा हुँदैन। एउटा पिक्चर खेलिसक्दा एउटा तपाईँको डल्लै के भन्छ तपाईँको स्टोरी पुरा हुँदैन है। भयो स्टोरी दिनमा सुत्नु मलाई मन लाग्दैन। कहिले म चाहिँ अहिले अल्छी लाग्छ पाएको भएर हो कि। त्यही त प्रभुको आशिषले गर्दा हो। छोराछोरीले यति गर्नु थालेको छ, मलाई एकदम म आशिषित भएको
म महसुस गर्छु हो। लौका पनि ल्याएछ हो। सब्जीको टेन्सन नगर भन्छ कि नानीले, सानो केटाले। अब ठुलोको पनि ल्याउँछ, ल्याउँदैन होइन ल्याउँछ ठुलो छोराले पनि हो। सानोलाई चाहिँ अहिले दुःख सुख बुझ्ने भएको छ छोराहरू। छोरी पनि आफ्नो कमाइ गरेर खाने भएको छ है, नातिनी भएको छ छोरीको हो। यति भन्दै म यो भिडियो चाहिँ म युट्युबमा हाल्नु पऱ्यो, युट्युबमा। युट्युबमा ठ्याक युट्युबमा हाल्ने मान्छे दारी जुँगा पलाइसकेको छौँ।